ल आज एउटा यस्तो गुरुको कुरा गरौँ जसको जीवन शिक्षा सायद अलि फरक खालको थियो। लेखकको दाबी छ, गुरु त मेरो जस्तो हुनुपर्छ। आखिर किन होला त, हेरौँ न। कथा सुरु हुन्छ मोरङ कलेजबाट, जहाँ लेखकले आफ्नो पूर्व ल्याब प्रशिक्षक एक कायस्थलाई भेटे। त्यति बेला मधेसमा कायस्थहरूलाई अलि बाँठो र जुक्ति लगाउने भनेर चिनिन्थ्यो। अरू ठेकेदार हात मोल्दै आउँथे, तर गुरुजी बेटा भनेपछि सबै काम फत्ते। अनि कमाएको पैसा त्यो सबै गुरु दक्षिणा भनेर सिरिदै गुरुको गोजीमा। कस्तो कायदा! अरू गुरु ज्ञान दिन्थे, यी गुरुले चाहिँ के दिए? खैने। लेखकले सोधिहाले, गुरु यो खैनीको इतिहास के हो? अब सुन्नुहोस् गुरुको ज्ञान। गुरुले त के सुनाए, टोबागो टापु कोलम्बस हुँदै नेपाल आइपुगेको रे। प्रमाण पनि कस्तो! देव आनन्ददेखि चर्चिलसम्म सबै चुरोटले नै सफल भएका रे। अनि गुरुको स्वास्थ्य ज्ञानको निचोड, पेटको हरेक समस्याको एउटै उपचार, चुन खैनी। बेटा, फारबिसगञ्जमा मेला लागेको छ, थाहा छ? गुरुले नयाँ योजना सुनाए। मेलाको खास आकर्षण त्यति बेलाकी चर्चित नायिका सायरा बानोको नयाँ फिल्म। अनि मेलामा के थिएन? सर्कस, जादु, चर्को आवाज, एकदमै रमाइलो र भद्रगोल। बाइस्कोपवालाहरू चिच्याउँदै थिए, दिल्लीका कुतुब मिनार देखो, बम्बईकी नङ्गी धोबिन देखो। फिल्म र मेलाको मजा लिँदा लिँदै रातको 2 बजिसकेको थियो। बिहान 4 बजे उनीहरू जोगबनी स्टेशन पुगे, तर चिसोमा बिहानसम्म कुर्नुको विकल्प थिएन। बिहान हुँदै गर्दाको दृश्य झनै गजबको थियो। कोही खुल्ला ठाउँमा शौच गर्दै, कोही कोइला बटुल्दै। त्यति बेला लेखकलाई महसुस भयो, गुरुले किताब होइन, जीवनको यो भद्रगोल तर जीवन्त रूप देखाए। अब प्रश्न उठ्छ, यस्ता गुरुबाट पाएको शिक्षालाई आखिर ज्ञान भन्ने कि रमाइलो भ्रम?